हेलो गाइस, नानु भित्र टिकटक बनाइरहेको छ एक्लै। म हजुरहरूलाई उसले कसरी टिकटक बनाउँदैछ म हजुरलाई देखाउँछु है। नानुको लागि मैले यो दुईवटा काम ल्याएको छु र नानुको रियाक्सन हेरौँ है। ल ओके नानु, यो दुईवटा चिटमध्ये एउटा चिट चुज गर त। ल के हो? एउटा सरप्राइज हो तिम्रो लागि। ल चुज गर न। ल तिमीले यो दुईमध्ये एउटा काम गर्नुपर्ने। के काम हो भन्छ? मामा त्यस्तो काम राम्रै काम हो। चुज गर न। तल या माथिको मध्ये कुनै एउटा चुज गर न। यो चिट मध्ये। ल चुज गर त। ल तल या माथि मध्ये कुनै एउटा चुज गर। नराम्रो काम त हैन नि? हैन, राम्रै काम हो। के काम हो? मेहनती मान्छेको लागि काम हो यो, धेरै राम्रो काम हो। ल ल चुज गर त। ल एक दुई मध्ये चुज गर त। ल ल ठिक छ, चुज गरेछ। ल के पर्यो हेर त। भाडा मास्ने। ल त्यो ड्युटी पुरा गर्नको लागि हिँड्नुस्। ल अहिले म भाडा मास्दैन। त्यो के थियो? अर्को के थियो? ल हेर नि त। ल तिमीले हेर। ल के रहेछ त्यसमा? किताब पढ्ने। ल यी दुई मध्ये तिमीले भाडा माझ्ने चुज गरेछौ। ल भाडा माझ्न जानु पर्यो तिमीले। ल ल चेन्ज गर्न मिल्ने पनि हो? मिल्दैन त्यो मिल्दैन। तिमीले आफै सेलेक्ट गरेको तिमी ल उठिहाल। ल म किताब पढ्नु भन्दा त बरु म भाडै माझ्छु राजा। बरु मेहनती मान्छे बरु काम गर्ने भयो हैन, पढ्नु भन्दा। ल ओके। नानुले चाहिँ किताब र भाडा माझ्नेमा चाहिँ मसँग दुईटा अप्सन थियो अनि मेरोमा चाहिँ भाडा माझ्ने पर्यो। अब चाहिँ भाडा माझ्नु पर्यो मैले। ल आफ्नो शर्त पुरा गर्नु पर्यो नि त। लागिरहेछ पढ्नु भन्दा त यो ठिक होला नि त हैन। सजिलो लाग्यो होला नि त यो पढ्नु भन्दा दुःख हैन। सजिलो लाग्यो काम त। सजिलो न केही गर्नु पर्ने, न दिमागमा के मस्काउने चम्काउने हैन। अनि पढेर पनि यही गर्ने त हो, भाडा माझ्ने त हो नि। त्यो भन्दा त पढ्नु भन्दा त सिधै भाडा माझ्नु बेस भएन मलाई? पढे पनि भाडा माझ्ने, नपढे पनि भाडा माझ्ने, सिधै भाडा माझ्छु म चाहिँ। कति राम्रो मान्छे छ। ल मेहनती मान्छे अब पढ्नलाई पनि त मेहनत चाहिन्छ। यो पनि मेहनतै हो। पढेर पनि भाडै माझ्ने, पढेको बुहारीले पनि भाडै माझ्ने हो, नपढेको बुहारीले पनि भाडै माझ्ने। त्यसैले म भाडै माझ्छु। अब खाना खाइसकेपछि भाडा माझ्नु परेन? अनि कसले माझ्ने हो त? हजुरले। मैले होइन, तिमी आफै खाएको भाडा त आफै बाँध्नु पर्यो नि त। ल तपाईँ तिम्रो शर्त पुरा भएछ है। ल